त्यहाँ जाने त होला नि हैन त्यही जाने मिठो बिस्तारा है केटी यो नजिक पुग्छ र मात्रै नजिक आधी घन्टा भने मैले अनि यहाँ त झरनाले हान्दो रहेछ पानी यस्तै आइन्छ यस्तो घाम कति खान्थ्यो हाम्रो बाह्र बजी कति मिठो दुध आउँछ त्यही भन्ने हजुर तिमीहरूले देखेकै छैनन् त्यो साइडबाट यहाँ झरना खानेर उताबाट मात्रै देखिन्छ एन्ड दे विल रियलाइज आई विल वक इन भनेर पानी पर्यो यार तर हुने म्याक्सिमम पुगेर रहेछ नि त मान्छेहरू त यो फ्रेस अघि भर्खरै हो जस्तो छ भर्खरै हिँड्ने आउने यो पुरानो बाटो हो यो चाहिँ चाहिँ भइयो पानी आयो पुरै बेसी हो यहाँ यस्तो चेन्ज गर्ने हेर न त्यो झरनाको पानी कहाँ गएको कि द्याट्स माई क्वेसन के चट्टान नै चट्टान छ भित्र जाके होला नि त हो तर पनि एटलिस्ट एउटा दुईवटा तुरको त यता पनि आउनु पऱ्यो नि त आउन सकेन बाबु आउन सक्छ कि सक्दैनौ ओके त्यसो आऊ भने ओ यहाँ त लास्टै रहेछ विराट खोला काम क्या खोला खोला त कहाँ छ नि खोला जाने ए ढुङ्गै ढुङ्गा छ कि फेरि खोलामा खोला पुगिन्छ यहाँ त छैन कि झाडी छ है आऊ खोला सजिलो छ खोला आऊ है सजिलो छ लाइभ बस्नुपर्ने यहाँबाट विराट यसलाई यति हुन्थ्यो त्यो हिमाल चाहिँ सही देखेको हो क्या अझ एकछिन पानी बादल फाट्दियो भने त यहाँ हो क्या झर्ना यो त सानो भइहाल्यो ठुलो यहाँ छ माथि जानु मिल्छ पुरै निक्लिनै सक्नु पऱ्यो नि फेरि तिमी आउनु सक्छ सक्दैन म त सक्छु तानमला नि त तिमीहरूलाई सानो झर्ना उक्लिन सक्छ कि सक्दैन एउटा सानो झर्ना छ यहाँबाट उक्लिन सक्छ कि सक्दैनौ त्यहाँबाट मुट्यो हिमालको कृष्ण मुख्नु भन्दा नि ऊ लाग्छ के लाग्छ पुरी बहिनी यहाँ आउन सक्छ कि सक्दैनौ सक्दैन यो ढुङ्गा लास्टै हो है यहाँबाट
भने नि आधी घन्टा हो भनेर सही भा यहाँ आउनु सक्दैन सक्दैन त्यहाँ आउने बाटो छ पानी त्यहाँबाट आउनु सक्दैन कान्छे के भयो चप्पल सकिन्न त्यही छोडिदियो चप्पल त्यहाँबाट पो बाबु त्यहाँबाट नजाऊ है सकिन्न भने चप्पल बरु त्यहीँ छोड्दै हुन्थ्यो कान्छे अहिले फर्किँदाखेरि चाहिँ अहिले झन् आफैलाई गाह्रो हुन्छ क्या त्यहीँ छोडिदियो उताबाट आउनु त यो आएको ठाउँबाट कहिले आएको ठाउँबाट मोबाइल खोल्छुमा हाल न ए आइसक्यो त कविता त पुग्छ पहाडमा हुर्केको मान्छे होइन त्यो त्यहाँ तपाईँलाई छोडिदेऊ क्या चाहिँदैन अब ढुङ्गा छोडिदियो कान्छे पनि हुन्छ नटेक ल हिँड हिँड यो पातल फ्ल्याट फ्ल्याट भएको ढुङ्गामा त्यो चप्पल चिप्ल्यो क्या भित्र पनि चिप्लो रहेछ त्यसको हो ल मेरो लाउँछौ त यतातिर फेरि राख्न उताबाट खिच्छु म विवेकले खोला भन्थ्यो मुहानमा आइयो लास्टै चिसो छ नि कान्छे पट्याउ न जति पट्टिन्छ सकिन्न चिसो छ म त सक्दिनँ विवेक यहाँ आउन चिसो छ यार पानी त यो त पिउन मिल्छ नि
अब नेचुरल स्विमिङ पुल